नमस्कार दर्शकबिन, हस्तरेखा भविष्य दर्पण च्यानलमा हार्दिक स्वागत गर्दछु। म हम राजु पराजुली। दर्शकबिन, आजको विषय रहेको छ हाम्रो हातको औँलामा हुने शङ्खको चिन्ह, करसको चिन्ह तथा शिवको चिन्हको बारेमा। यी तीन चिन्हमध्ये कुनै एक चिन्ह मनुष्यको हातको औँलामा अवश्य हुने गर्छ। हस्तरेखा शास्त्रमा भनिए अनुसार यी चिन्हहरूले व्यक्तिको इच्छा शक्तिको बारेमा दर्शाउने गर्छ। तपाईँ आफ्नो औँलाको माथिल्लो यो भागमा हेर्नुभयो भने यी तीन चिन्हमध्ये कुनै एक चिन्ह अवश्य देख्नुहुनेछ। यी चिन्हहरूले नै हामीलाई कुन कुन परिस्थितिसँग जीवनमा लड्नुपर्नेछ यसको बारेमा सङ्केत गरेका हुन्छन्। हाम्रो जीवनमा सुख, समृद्धि, धन, सम्पत्ति आदिको योगको बारेमा पनि यिनीहरूले दर्शाउने गर्छन्। औँलामा बनेका यिनै चिन्हलाई हेरेर व्यक्तिको सोच, उसको विचार, स्वभाव, बानी बेहोरा, चरित्र र भविष्यमा आइपर्ने दुःख सुखको बारेमा यथार्थ जानकारी मिल्ने गर्छ। आज म यसैको बारेमा विस्तृत चर्चा गर्न गइरहेको छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। सम्पूर्ण हस्तरेखाको ज्ञान लिन इच्छुक हुनुहुन्छ भने हाम्रो यो च्यानललाई एक लाइक गरेर सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला। हामीहरू यो च्यानलमा हस्तरेखा हेर्न सिकाउने भिडियो लिएर उपस्थित हुने गर्छौँ। हस्तरेखा शास्त्रमा भनिए अनुसार हातको औँलामा यी तीन किसिमका चिन्ह हुने गर्छन्, जो फरक फरक व्यक्तिको औँलामा फरक फरक किसिमको हुने गर्छन्। जस्तै तपाईँ यहाँ तीन चिन्ह देख्न सक्नुहुन्छ। अब सर्वप्रथम औँलामा बनेको चक्र चिन्हको बारेमा चर्चा गरौँ। यदि कसैको पनि औँलामा यस्तै चक्रको चिन्ह बनेको छ भने यस्ता व्यक्तिहरूमा बोल्ने शैली अत्यन्तै राम्रो हुने गर्छ। आफ्नो जीवनमा प्रभावशाली व्यक्ति हुने गर्छन्। समाजमा कहीँ पनि यिनीहरूको बोल्ने शैलीकै कारण सबैको मन जित्न सफल हुन्छन्। अरूको मनमा आफ्नो छाप छोड्ने गर्छन्। जो कसै पनि औँलामा चक्रको चिन्ह बनेको छ यस्ता व्यक्तिको शुक्र पनि बलियो हुने गर्छ। यस्ता व्यक्तिमा शुक्रदेवको प्रभावशाली गुण पनि भरिएको हुन्छ। शुक्रदेवको गुणको कारण विपरीत लिङ्गीको प्रति आकर्षित पनि बन्ने गर्छन्। शुक्रदेव व्यवहारको गुणलाई पनि बढाउने गर्छन्, त्यसैले व्यक्तिलाई व्यवहारिक बनाउने गर्छन्। शुक्रदेव यिनीहरूको आन्तरिक सौन्दर्यलाई पनि बढाउने गर्छन्, त्यसैले यिनीहरूमा केही न केही कला या प्रतिभा जन्मदेखि नै भएको पाइन्छ। शुक्रदेवको यी सबै गुण जसको औँलामा चक्र चिन्ह बनेको छ त्यस्ता व्यक्तिमा पाइने गर्छ। साथै यिनीहरूमा आफ्नै जिद गर्ने बानी पनि देख्न सकिन्छ। यिनीहरूले मनैदेखि जे गर्छु भनेर सोच्छन् त्यो गरेरै देखाउने गर्छन्। चाहे जतिसुकै अवरोध किन नआओस्, सोचेपछि गरेरै छाड्ने गर्छन्। औँलामा चक्र चिन्ह हुनेहरूमा अत्यन्तै सोचन शक्ति तेज भएको, आफ्नै इच्छा शक्तिले परिश्रम गरेर दुनियाँलाई जितेरै देखाउन सक्ने खुबी पनि यिनीहरूमा देख्न सकिन्छ। यद्यपि यिनीहरूको जीवनमा सङ्घर्ष भने धेरै गर्नुपर्ने गर्छ, तर भनिन्छ सङ्घर्ष नै सफलताको सूत्र हो। त्यसैले यस्ता व्यक्तिहरूमा आफ्नो भविष्य निर्माण गर्न सक्ने सामर्थ्य भने अवश्य हुने गर्छ र आफ्नै सङ्घर्षको बलमा सबै प्रकारको स्रोत साधन प्राप्त गर्ने गर्छन्। किनभने यिनीहरू अरूको भरोसामा कुनै पनि काम गर्दैनन्, अरूको दबावमा पनि काम गर्दैनन्, आफ्नै सोच विचारमा चल्ने गर्छन्। सरल र उत्तम मार्गमा हिँड्न रुचि यिनीहरूमा हुने गर्छ। औँलामा चक्र चिन्ह भएको व्यक्ति कर्तव्यलाई पालना गर्ने स्वभाव, जिम्मेवारी सम्हाल्न सक्ने खुबी भएको कारण यिनीहरू लिडरसिप गरेर सबैलाई समेटेर नेतृत्व लिन पनि सक्षम हुन्छन्। ज्ञानको कुनै पनि कमी हुँदैन यिनीहरूमा। साथै यिनीहरूको भित्री रहस्य के छ अरूले थाहा पाउन सक्दैनन्। त्यसैले यिनीहरूलाई रहस्यमय व्यक्तिको रूपमा पनि अरूले मान्ने गर्छन्। यिनीहरू अरूले अपमान गरेको कति पनि सहन गर्न सक्दैनन्। जसको पनि औँलामा यस्तो चक्र चिन्ह बनेको छ यस्ता व्यक्ति आफ्नो करियरलाई धेरै महत्त्व दिन्छन्। भले यिनीहरूलाई सफलता ढिलो गरी मिलोस्, तर सफलता अवश्य मिल्ने गर्छ। यिनीहरू धेरै नै महत्त्वाकाङ्क्षी हुन्छन्। यिनीहरूको पारिवारिक जीवन खुशहाल नै हुने गर्छ, किनभने यिनीहरूमा कर्तव्यको पालन गर्ने, जिम्मेवारी बोध गर्ने सामर्थ्यको हुने गर्छन्। तर पति पत्नी बीच, पार्टनरी बीच बेला बेलामा वैचारिक मतभेद भने यिनीहरू बीच हुने गर्छ। पति पत्नी बीच माया प्रेम रहे पनि आपसी मनमुटाव भने यिनीहरू बीच भइ नै रहने गर्छ। साथै चक्र चिन्ह हुनेहरूको बचपनको समयमा आर्थिक स्तर अलि कमजोर नै रहेको हुने गर्छ। तर जसै जसै यिनीहरूको उमेर बढ्दै जान्छ
त्यति नै तरक्की र प्रगति गर्न सफल हुन्छन्। यिनीहरू सङ्घर्ष गर्दै तरक्की पाउने गर्छन्। सधैँ अघि बढ्ने चाहना राख्ने हुँदा केही न केही नयाँपन सिक्ने, नयाँ गरेर देखाउने कोसिस यिनीहरूमा सधैँ हुने गर्छ। समय अनुसार आफूलाई पनि परिवर्तन गर्न रुचि राख्ने गर्छन्। भिडमा यिनीहरूको अलग्गै पहिचान हुने गर्छ। दर्शकबिन यस्ता गुण हुने गर्छन् जसको पनि औँलामा चक्र चिन्ह बनेको हुन्छ। अब कुरा गरौँ अर्को चिन्ह, त्यो हो शङ्खको चिन्ह। जसको पनि औँलामा शङ्खको चिन्ह बनेको हुन्छ त्यस्ता व्यक्ति अत्यन्तै दयालु स्वभावको हुन्छन्, विश्वासिलो र भरोसेमन्द हुन्छन्, वचनको पक्का इमान्दार स्वभावको हुन्छन्, आत्मविश्वासी हुन्छन्, जस्तो परिस्थितिमा पनि हार मान्दैनन्। शङ्ख चिन्ह भएका व्यक्ति सहनशील हुन्छन्, सबैलाई सम्मान व्यवहार गर्ने गर्छन्, तर धेरै महत्त्वाकाङ्क्षी भने हुँदैनन्। जीवनमा जे छ जस्तो छ यसैमा सन्तुष्ट हुन्छन्। यिनीहरूको जीवनमा सुखके दुःखके कुनै मतलब राख्दैनन्। दुःखमा नआत्तिने, सुखमा नमात्तिने यस्तो स्वभावको हुन्छन्। हस्तरेखा शास्त्रमा भनिएअनुसार यस्ता व्यक्तिलाई जीवनमा धेरै जिम्मेवारी मिल्ने गर्छ। यिनीहरू घरको जेठो सन्तान होस् अथवा कान्छो सन्तान किन नहोस्, यिनीहरूको काँधमा पुरै जिम्मेवारी हुने गर्छ। शङ्ख चिन्ह भएको व्यक्ति जहाँ पनि व्यवसाय गर्छन् या नोकरी गर्छन् त्यो ठाउँको सबैभन्दा जिम्मेवार व्यक्ति हुन्छन्। यिनलाई सबैले विश्वास गर्ने गर्छन् र अरूलाई ठग्ने, बेइमानी गर्ने भन्ने सोच यिनीहरूमा कति पनि हुँदैन। यिनीहरू मिलनसार हुन्छन्। समग्रमा भन्ने हो भने जसको पनि औँलामा शङ्खको चिन्ह बनेको हुन्छ तिनीहरू भाग्यशाली हुन्छन्। आफ्नो जीवनमा खुसहाल परिवार पाउने गर्छन्। यिनीहरूमा मध्यस्थता गर्न सक्ने खुबी पनि खुबै हुने गर्छ। यिनीहरूले जीवनमा जे पनि करियर चयन गर्छन् अर्थात् व्यवसाय तथा नोकरी जे गर्न पनि सुरुवात गर्छन् त्यो क्षेत्रमा यिनीहरूले सफलता पाउन सक्षम हुन्छन्, किनभने यिनीहरू आफ्नो कार्यप्रति धेरै उत्साहित साथ कार्य गर्ने गर्छन्। परिवारमा, समाजमा सबैलाई साथ, सहयोग र सद्भाव गरेर सबैसँग सुमधुर सम्बन्ध बनाउने कोसिस गर्छन्। त्यसैले यस्ता व्यक्तिहरूप्रति अरू मान्छे छिट्टै आकर्षित पनि हुन्छन्। शङ्ख चिन्हमा भएका व्यक्तिहरू घुम्न फिर्न रुचि राख्ने गर्छन्। यिनीहरू यस्तो विचारधाराको हुन्छन् कि जो जीवन हामीले पाएका छौँ त्यही अनुसार सबैको साथ, सहयोग र सद्भाव बनाएर अघि बढ्नुपर्छ भन्ने सोच यिनीहरूमा देखिने गर्छ। त्यसैले यिनीहरू आफूमा जे जति छ त्यसैमै खुसी रहने गर्छन्। अरूको देखासिखी गरेर ठुला ठुला महत्त्वाकाङ्क्षी सपना देख्दैनन्। यही विचारधाराको कारण शङ्ख चिन्ह भएका व्यक्तिको जीवनमा सुख शान्त जीवन बिताउने गर्छन्। यिनीहरू सादा जीवन, उच्च विचारधाराको हुने गर्छन्। दर्शकबिन जसको पनि हातको औँलामा शङ्खको चिन्ह बनेको हुन्छ यी सबै गुण र स्वभाव हुने गर्छ। अब चर्चा गरौँ अर्को चिन्हको बारेमा, त्यो हो शिवको चिन्ह। शिवको चिन्ह जसको पनि औँलामा यस्तो शिवको चिन्ह बनेको छ भने यस्ता व्यक्तिहरू कलात्मक हुने गर्छन्। यिनीहरूको भित्र केही न केही कला प्रतिभा अवश्य हुने गर्छ, जसको कारण यिनीहरूको छुट्टै पहिचान हुने गर्छ। तर यिनीहरू सम्झौतावादी हुन्छन्, सरल हृदय भएको तथा सिधा स्वभावको भने हुने गर्छन्। अरूको कुरामा छिट्टै विश्वास गर्ने गर्छन् र पछि यिनीहरूलाई अरूले धोका पनि दिने गर्छ, किनभने यिनीहरू साह्रै सिधा हुन्छन्। यिनीहरूमा छलकपट, बेइमानी गर्ने स्वभाव हुँदैन। सफा मनका स्पष्ट वक्ता हुन्छन्, मनमा कुरा लुकाएर राख्न सक्दैनन्। सरल भाषामा भन्नुपर्दा जसको पनि औँलामा शिव चिन्ह बनेको छ यस्ता व्यक्ति खुला किताब जस्तै हुन्छन्। अत्यन्तै भावुक स्वभावको हुन्छन्। कसैको पनि दुःख र दर्दलाई बुझ्न सक्ने हुन्छन्, सहयोगी पनि हुन्छन्। यिनीहरू कसैसँग पनि दुश्मनी गर्न चाहँदैनन्, सबैलाई मित्रता स्वभाव गर्ने गर्छन् र अन्ततः यिनीहरूको सिधापनको फाइदा अरूले धेरै उठाउने गर्छ। शिव चिन्ह भएका व्यक्तिमा साँचो माया प्रेम हुन्छ। यिनीहरूले कसैलाई धोका दिँदैनन् तर अरूबाट धोका पाउने भने गर्छन्। आफ्नो जीवन साथीप्रति धेरै नै समर्पण गर्ने गर्छन्। वफादारी, इमान्दारी स्वभावका अत्यन्तै धनी शिव चिन्ह भएका हुन्छन्। बुद्धि र ज्ञानको कुनै कमी हुँदैन, तर अलिकति चञ्चल स्वभाव पनि यिनीहरूमा हुने गर्छ। तर यिनीहरूलाई रिस भने छिट्टै उठ्दैन, तर आयो भने धेरै रिसालु पनि हुने गर्छन्। जब यिनीहरूलाई रिस उठ्छ अति नै उग्र रिस उठ्छ। त्यसैले यस्ता व्यक्तिलाई रिस उठाउनु हुँदैन। तर यिनीहरूमा जन्मजातै कला हुने गर्छ, जो कि त्यही नै यिनीहरूको पहिचान बन्ने गर्छ। त्यही कला प्रतिभाको कारण प्रसिद्धि पाउने गर्छन्।
यिनीहरूको भाग्य पनि बलियो हुने गर्छ। जीवनमा सबैसँग मिलजुल गर्ने गर्छन्, सबैको सम्मान गर्छन् र अरूबाट पनि यस्तै होस् भन्ने आशा राख्ने गर्छन्। अर्को महत्त्वपूर्ण पक्ष त के हो भने जसको पनि औँलामा शिवको चिन्ह बनेको छ यिनीहरूको जीवनमा धनको कमी कहिल्यै हुँदैन। दर्शकबिन, आजको यो भिडियोमा हामीहरूले यी 3 चिन्ह शङ्ख, चक्र र शिव चिन्हको बारेमा चर्चा गऱ्यौँ। औँठामा हुने यी 3 चिन्ह आफैमा धेरै नै जानकारी दिने गर्छन्। यिनै 3 चिन्हमध्ये तपाईँको औँलामा कुन चिन्ह छ र त्यो चिन्ह अनुसार तपाईँको जीवनसँग कति मेल खायो कमेन्टमा अवश्य लेख्नुहोला। आजलाई यति नै। अर्को भागमा हस्तरेखा सम्बन्धी नयाँ जानकारी लिएर उपस्थित हुनेछौँ। च्यानलमा नयाँ जोडिनु भएको छ भने एक लाइकसँगै सब्स्क्राइब पनि गरेर हामीसँगै जोडिनुहोला।